अनि ग्रामेटिकको लागि ग्रामेटिक एक्टिभ भन्ने बुक छ, त्यसबाट पढिरहेको छु। अनि भोक्याब चाहिँ आज मैले A1 र A2 भनेको जस्ट लाइक कन्स्ट्यान्ट हुन्छ भनौँ न लेभल होइन, तर तिम्रो B1 भनेको चाहिँ एकदम हाई हुन्छ क्या। तिमीले गोथेमा हेरेर होला अहिले गोथेमा कति मान्छेहरू हुन्छ A2 को राति 12 बजे स्लिपिङ ब्याग लिएर सुत्छन् एक्जाम बुक हान्न। केआइटी को चाहिँ मेदेखि खुल्छ तर कहिलेदेखि खुल्छ भनेर अझै स्पेसिफाई गरेको छैन। सो नमस्ते सबैजनालाई, स्वागत छ तपाईँहरूलाई फेरि पनि एउटा नयाँ भिडियोमा। र आजको यो भिडियोमा चाहिँ मैले गाइड गर्दै गरेको स्टुडेन्टहरूसँग चाहिँ युनिभर्सिटी सर्टलिस्टिङ र ल्याङ्ग्वेजको बारेमा, गोथे बिएचएस इक्जाम यताहरूको बारेमा चाहिँ कुरा गर्न गइरहेको छु। र अहिले रिसेन्टली चाहिँ म ब्याचलर्स मास्टर्स र स्टुडेन्ट कलेजको विद्यार्थीहरूले चाहिँ गाइड गरिरहेको छु। सो तपाईँहरू यो भिडियो चाहिँ एन्डसम्म हेर्नु होला, जहाँ जुनसुकै फिल्डबाट किन नहुनुहोस्, बिकज तपाईँले केही न केही इन्फर्मेसन चाहिँ पाउनुहुन्छ। सो भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ तपाईँहरू यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भनेदेखि चाहिँ प्लिज तल गएर सब्सक्राइब गरिदिनु होला। अनि कनेक्टेड रहनको लागि चाहिँ तपाईँहरू मलाई इन्स्टामा गएर फलो गर्नु होला, लिङ्क चाहिँ म तल राखिदिन्छु। र तपाईँहरूले केही बुझ्नु भएको छैन भनेदेखि चाहिँ तल मजाले गएर कमेन्ट गर्नु होला, म हरेक कमेन्टको पर्सनली रिप्लाई दिन्छु है त। सो लेट्स स्टार्ट द भिडियो। सर्टलिस्टिङ चाहिँ छ युनिभर्सिटीहरू B1, म चाहिँ B1 बाट गर्ने भनेर B1 एक्सेप्ट गर्नेहरू दुइटै त्यो युनि पनि अनि हक्सुले पनि गरेर अहिलेसम्म चाहिँ 4टा गरेछ। अब अझै बिस्तारै बढाउँदै जान्छु भनेर। त्यसमा चाहिँ लाइभ चाहिँ केआइटी कासेल अनि स्टार्ट लिसेस हो के भन्ने छ एउटा स्टुडेन्ट कति खोज्छु 4टा। सेक्सन एनआरले पनि गर्छ गर्नलाई B1 मा एक्सेप्ट। टियु केमिट्स भन्नेबाट अप्लाई गर्यो भने चाहिँ B2 चाहिन्छ, नत्र भने अरू युनिभर्सिटीहरूबाट अप्लाई गर्यो भने चाहिँ B1 ले एक्सेप्ट गर्छ। B1 ले पनि एक्सेप्ट धेरैले गर्छ क्या, म्याक्सिममले B1 ले गर्छ। अनि डेटहरू खुल्ने भनेको अब खुल्छ होला है, अब 1-1.5 महिनामा खुल्छ होला म्याक्सिममको। केआइटी को चाहिँ मेदेखि खुल्छ तर कहिलेदेखि खुल्छ भनेर अझै स्पेसिफाई गरेको छैन। डेडलाइन चाहिँ जुलाई 15 हो। अनि त्यसपछि म्युनसेनहरूको अनि कोबगहरूको चाहिँ 15 जुलाई हुन्छ। धेरै जसो यो जुन चाहिँ के भन्छ अरे यो बायनमा हुनेहरूको चाहिँ 15 जुलाई हुन्छ क्या डेडलाइन। कहिले खुल्छ भनेर चाहिँ स्पेसिफाई गरेको छैन। अनि कुनै कुनै चाहिँ हामीले लाइक भ्याइन्न, लाइक अब 15 मार्चदेखि 15 अप्रिलसम्म पनि छ कुनै चाहिँ टियु डामस्टार्ट जस्तै होइन। अनि ह्याम्बर्ग हाम्रो छुट्यो, ह्याम्बर्गमा चाहिँ B2 चाहिन्छ। अनि त्यसपछि चाहिँ अहिलेसम्म बन्द भइसकेको हो क्या। 1 मार्चसम्म रहेछ ह्याम्बर्गको चाहिँ। अनि के अरे 1 मार्चसम्म त जे गरे थियो सकिन्न। B2 चाहिन्छ फेरि ह्याम्बर्गमा चाहिँ। बिपुलले के कुनबाट एप्लाई गर्ने, B2 कि B1? म B2 बाट अप्लाई गर्छु। के अरे म्युनिकको, केआइटीको र लाइप्जिगको अफ नर्डिक कहिले भन त? के अरे म्युनसेनको चाहिँ अहिलेसम्म राखेको छैन होइन। तर धेरै जसो ट्रेन्ड हेर्ने हो भने चाहिँ अगस्तको लास्टतिर हुन्छ, म्युनसेनको अगस्तको लास्टतिर हुन्छ। अनि त्यसपछि चाहिँ यो कोबर्ग भन्नेको चाहिँ एन्ड अफ जुलाईतिर हुन्छ पहिलाको है। अहिलेसम्म चाहिँ राखेको छैन फेरि। अनि कुनै कुनै हामीले चाहिँ नभ्याउने पनि छ। हजुर, एन्ड अफ जुलाई भ्याउन गाह्रो हुन्छ, किनकि तिमीले आफ्नो एमबेसीमा डकुमेन्ट पनि सबमिट गर्नुपर्ने हुन्छ। आजकल एमबेसीले एकदम ल्याङ पनि गरिरहेको छ, 2 महिना 6 महिना 4 महिना यताउति वेट गरिरहेको छ एमबेसी लिएर। त्यही भएर अलिकति अगस्त, जुन जुलाई, अगस्त सेप्टेम्बरहरूतिर कुनै हेरेछौ त्यो हेर। तिम्रो टार्गेट भनेको तिम्रो लागि भनेको अगस्तको एन्ड र सेप्टेम्बरको तिर जसको अफनामा प्रुफ हुन्छ त्यसको चाहिँ के अरे त्यसमा चाहिँ एप्लाई गर्ने ट्राई गर्नुपर्छ तिमीले। टियु बर्लिन, एफयु बर्लिन अनि त्यसपछि चाहिँ गएर हालको पनि त्यति बेलातिर हुन्छ। अनि अर्को कुन थियो, अझै एउटा थियो रोक्न है। अनि अझै 1-2टा छ। अनि हाइडलबर्गको चाहिँ पहिलाको चोटि 6 अक्टोबरमा भएको थियो होइन, मतलब लास्ट डे पछाडि। अहिलेको अझैसम्म चाहिँ अपडेट गरेको छैन कहिले हुन्छ भनेर। अनि अर्को कुन छ हेर्दैछु मैले। यो तिमीहरू घरमै हेर्ने गर क्या, किनकि म यो सबै हेर्न भ्याउँदिनँ। यो कति युनिभर्सिटी छ होइन, तिमीलाई कहाँ पढ्न मन छ त्यो आफ्नै हिसाबले। के भन्छ रे के भन्छ त्यसलाई एक्सेल सिट छ क्या, एक्सेल सिट हेरिरहेको छु मैले। अनि बोसम भन्नेको पनि 15 अगस्ततिर छ। त्यसपछि गएर यो विस्मर हक्सु र विस्मर भन्नेको अगस्त 19 तिर छ। अनि लाइप्सिसको पनि भ्याइन्छ हामीले। लाइप्सिसको चाहिँ अगस्त लास्टतिर हुन्छ, त्यो मैले हेरेको थिएँ।
केआइटी को कहिले छ उनको केआइटी को सेप्टेम्बर 1 तिर छ। हो केआइटी को तिम्रो एउटा टार्गेट राख पहिला तिम्रो केआइटी अहिले भनेको एउटा केआइटी अनि अर्को भनेको लाइभ सेस ल अहिले दुईटा भए पुग्छ धेरै दिमाग लाउनु पर्दैन अहिले दुईटा तिम्रो अब मेन तिम्रो टार्गेट हुनु भनेको तिमीले बिटो पास जसरी पनि पास गर्नु पर्यो किनकि तिमी केआइटी र लाइभ स्ट्रिम भ्याउँछौ बिटु पास गर्नु पर्यो हेर बिटुलाई यति इजिली नल्याउ पहिलो कुरा त होइन बिटु एकदमै गाह्रो छ होइन पास नहुन पनि सक्छ जति जान्ने मान्छे भए पनि बिटु पास कुनै पार्टमा गएर होइन त्यस्तै लक छैन भने गएर फेर्न सक्छ होइन त्यो अलिकति प्रब्लम हुनसक्छ सो तिमीले बिटु पास गर्यो भनेदेखि चाहिँ तिमीले केआइटी लाइभ स्ट्रिम भ्याउने भयो लाइक आउन भ्याउँछौ न तिम्रो अर्को सेमेस्टर सिफ्ट हुन्छ है सिधै त्यो कुरा चाहिँ ध्यानमा राख तिमी किनकि बिटु पास गरेर फेरि अर्को अब सपोज कुनैमा एउटामा फेल भयो होइन तिमी होइन कोही पनि यहाँ फेल भयो भनेदेखि चाहिँ अर्को अब पार्टमा फेरि इक्जाम दिइसकेपछि एप्लाई गर्नु भनेको चाहिँ त्यसको लागि धेरै टाइम लाग्छ तिमीलाई होइन तिमी भ्याउँदैनौ डेट गर्नु पर्यो तति गर्नु पर्यो होइन अलि ल्याङ हुन्छ त्यही भएर तिमीले फर्स्ट प्रायोरिटी बिटु पास गर्ने हो बिटु पास भएन भनेदेखि चाहिँ सिधै अर्को सेमेस्टर प्लानिङ गर्न थाल्दा हुन्छ है किनकि एमएससीमा अहिले तिमी डकुमेन्ट अपलोड गर्ने बित्तिकै 2 महिना 4 महिना 6 महिना भनौँ न कतिखेर अपलोड गर्छ डकुमेन्ट त्यो हिसाबले देखाउँछ आजकल चाहिँ मिनिमम 1 मन्थ जसको पनि लागिरहेछ अहिले सो त्यो 2 महिना चाहिँ एटलिस्ट लिएर हिँड्नु पर्यो अहिले चाहिँ 2 महिना अगाडि डकुमेन्टहरू अपलोड गरेको छ भने चाहिँ अफरमा छिटो भएको अफर लेटर हाल्ने हो कि ढिलो भएको अफर लेटर हाल्ने हो त्यसमा चाहिँ अफरमा ढिलो भएको अफर हाल्ने हो तिमीहरूले अब तिमीले B1 देखि एप्लाई गर्छौ भनेदेखि तिम्रो B1 सकिसकेको छ हैन होइन मैले B1 चाहिँ अहिले भर्खर मेरो सुरु भयो होइन अनि मैले चाहिँ यो हाम्रो गोथेले बिल्डिङ सिफ्ट गराउने भनेर हाम्रो चाहिँ कोर्स चाहिँ B1 को अप्रिल मिडतिर सकाउँछ अरे अनि बिल्डिङ सिफ्ट गराउने अनि त्यो वैशाखदेखि भनेर मेतिर एक्जाम गराउने अलिक 15-20 दिन पछि भनेर हल्ला चल्दै थियो अनि त्यही कारणले 2 हप्ता अगाडि एक्सटर्नलको लागि फर्म खुलाएको थियो क्या त्यसरी मलाई ढिलो हुन्छ भनेर अनि मैले भर्दै थिएँ अनि मैले लकिली डेट पनि पाएँ एक्सटर्नलीबाट भर्दाखेरि पनि B1 को 29 मार्चको डेट पाएँ अनि पर्सिसम्म पैसा तिर भने अनि म हल्ला सोध्न पनि गरिरहेको थिएँ म एक्सटर्नलीबाट एक्जाम दिउँ त भनेर यदि इन्टरनलीबाट दियो भने चाहिँ झनै मेरो अप्रिल एन्ड मेतिर हुन्छ एक्जाम अनि एक्सटर्नलीबाट दियो भने चाहिँ 29 मार्चमा एक्सटर्नल दिँदा भइहाल्यो नि किन के तिमीले पाउँछौ भने तर एकछिन पख है एक्सटर्नल दिने हो भने तिम्रो पैसा अलमोस्ट डबल लाग्छ फेरि एक्जाम दिने होइन मसँग गोथेको आइडेन्टी कार्ड छ नि त म गोथे इन्टरनल स्टुडेन्ट हो भनेपछि पैसा होइन तिमीले एक्जाम एक्सटर्नल डेट बुक गरे पनि तिमीले पैसा त एकसाथ तिर्नु पर्यो नि त फेरि अनि होइन सेमै हो त्यो इन्टरनल स्टुडेन्टहरूलाई त त्यति नै लाग्ने होइन र त्यो एक्सटर्नलीबाट चाहिँ दिने हो अब यो केस मसँग भएको छैन मैले सुने पनि छैन तर तिमी बाहिरबाट एप्लाई गर्छौ भनेदेखि तिमीले पैसा डबल तिर्नुपर्छ जहाँसम्म मलाई लाग्छ है बाहिरबाट एप्लाई गर्छौ भनेदेखि किनकि तिमीलाई अलरेडी एउटा डेट बुक हुन्छ नि त जस्तो तिमी इन्टरनली पढिरहेको छौ तिमीलाई एउटा डेट बुक हुन्छ उनीहरूले बुक गरिदिएको हुन्छ नि त अनि त्यो एउटा डेट त्यो एउटा तिमीले इफ एक्सटर्नल दियौ तिमी पास भयो भनेदेखि चाहिँ तिमी त्यो एउटा खाली हुने भयो नि त अनि मेलमा अर्कै लेखेको छ मेलमा इफ यु हेभ द आइडेन्टी कार्ड अफ गोथे देन यु हेभ टु पे कति 9600 यति मात्र नत्र खोइ गएर 16-17 हजार रुपियाँ छ तिमी स्योर छौ तिमीले त्यति नै पे गर्नुपर्छ भनेर हजुर त्यति नै हो तर म एक्जाम दिउँ कि नदिउँ किनभने म भर्खर 1 हप्ता भयो आज स्याटरडे भयो अस्ति स्याटरडेदेखि क्लास जान थालेको अब झन् 1 महिनामा एक्जाम छ अनि म 1 महिनामा बिगान पास गर्न सक्छु कि सक्दिनँ के तिमी कहिले सकाएको रे तिमी जोइन कहिले गरे तिमीले 1 हप्ता अगाडि जोइन गरेको हैन त हजुर 1 हप्ता अगाडि भनेपछि तिमीले अहिले जोइन गरेको यो मन्थ जोइन गरेको हैन त फेब्रुअरीमा जोइन गरेको भन्नु न अलमोस्ट अनि 29 मार्चमा छ मेरो एक्जाम मार्चमा इन्टरनली गर्ने भने मार्चमा जान्छ तिम्रो हैन त हजुर त्यो बाहिरको फर्मबाट यदि मैले गोथेको इन्टरनल स्टुडेन्ट पुरै 2.5 महिनाको कोर्स सकेर यदि मैले इन्टरनली जसरी अरूले दिन्छन् त्यसरी गरेँ भने चाहिँ त्यो डेट मेरो अप्रिल एन्ड नत्र मेको फर्स्ट विकतिर सिफ्ट हुन्छ के अप्रिल अथवा मे हैन हजुर झनै मेसम्मै होला मेको फर्स्ट विकसम्म कि कस्तो हजुर अनि तिम्रो त मे भरि टाइम लाग्छ होला लाइक भनौँ न अलमोस्ट मे भरि लिएर हिँडौँ कि त्यो रिजल्ट आउने यताउति गर्न मे जति पुरै टाइम लाग्छ हैन त त्यत्रो नि लाग्दैन होला मे 15 सम्म मेरोसँग सबै हातमा डकुमेन्टहरु 15 सम्म हो तर अब अलिकति बढी नै लिएर हिँडौँ न मे पुरै लाग जस्तो लिएर हिँडौँ जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई
जुलाईमा सकिन्छ अलमोस्ट तपाईँको होइन जुन जुलाई भनेपछि मेमा आयो भने तिमी जुन जुलाई अगस्त 29 3 महिना मात्र हुन्छ क्या फेरि तिम्रो केआइटी को लागि आफ्नो अप्रुभको त्यो हो क्या फेरि त्यही त म 29 मै दिनु पर्यो जस्तो लागिरहेको अनि मसँग 29 मार्चमा दिएँ भने अप्रिल 20 सम्म चाहिँ मसँग फेरि सर्टिफिकेट हुन्छ फेरि 29 मार्च होइन त जनवरी हजुर फेब्रुअरी मार्च अप्रिलमा तिमीसँग 2 महिना बच्छ मार्चमै देऊ तिमी कन्फिडेन्ट छौ तिमी पास हुन्छ भनेर त्यो त 1 महिना के छैन होइन होइन तिमीले 1 महिना पनि पढेर दियो भने तिमीसँग 1 महिना टाइम त हुन्छ नि त अलमोस्ट होइन त जनवरी होइन फेब्रुअरी मार्च हजुर एक्सपिरियन्स हुन्छ म A2मा झनै झनै पर्फेक्टै छु मतलब मलाई सबै ग्रामर त्योहरू सबै आउँछ अब कतिवटा गाह्रो हुन्छ क्या A1 र B2 मा चाहिँ अलिकति धेरै डिफरेन्स जम्प हुन्छ जस्तै A1 र A2 भनेको जस्ट लाइक कन्स्ट्यान्ट हुन्छ भनौँ भने लेभल होइन तर तिम्रो B1 भनेको चाहिँ एकदम हाई हुन्छ क्या अनि B1 मा तिम्रो त्यो लिसनिङहरू तर यसो गर्दा बेटर हुन्छ म चाहिँ भन्छु तिमी एक्सटर्नली पहिला देऊ बाइचान्स त्यसमा एक दुईवटा पार्ट लागिहाल्यो भने तिमीले इन्टरनलले पनि दिन मिल्यो नि त्यो पार्टहरू तिम्रो टाइम पनि बस्ने भयो नि त त्यही टाइल फोकस गरेर मैले राम्ररी पढ्दा नि हुन्छ त्यही गरेर तिमीले 1 महिना B1 पढ्यो भने 1 महिना मजाले घरमा होइन 8-9 घण्टा दिनको मजाले पढ अरू सब कुरा छोडिदेऊ पढ्यो नि तिमी भ्याउँछौ B1 मजाले गर्छौ तिमीले त्यसरी म बुक चाहिँ गर्दिनु पर्यो तिम्रो म यहाँ लेखेर राख्छु है तिमी कहिले एक्जाम दिनले एक्सटर्नली 29 मार्चमा 29 छ टाइम भ्याउँछौ 29 मार्चमा दिने त्यो एक्सटर्नली तिमी एउटा कुरा के फिक्स गर भनेपछि तिम्रो मन्डे क्लास हुन्छ कुदैन गोथेमा यो मन्डे त छैन प्रायः जस्तो मन्डे भइरहन्छ अल्टरनेटिभ मन्डे चाहिँ त्यो एक्जाम गराएर छुट्टी दिन्छ अनि होइन मैले भन्न खोजेको अब तिम्रो फर्स्ट क्लास चाहिँ अब कहिले छ अब क्लास चाहिँ तिम्रो अब क्लास फर्स्ट क्लास मेरो ट्युसडे छ ट्युसडे जाऊ सोध त्यहाँ रिसेप्सनमा जाऊ सोध मैले एक्सटर्नल दिएँ भने मैले एक्स्ट्रा त्यो भनौँ न पैसा चाहिँ इन्टरनलको हिसाबले पे गर्ने हो कि एक्सटर्नलको हिसाबले पे गर्ने त्यो कुरा तिमी गएर कन्फर्म गर है त हजुर कन्फर्म मात्र गर तर पैसा बाहिरको तिर्न लाए पनि तिमी एक्जाम चाहिँ देऊ एक्सटर्नली मार्चमा किनभने तिमी सपोज तिमी आफै सोच न तिमी दुईटामा पनि पास भयो भने तिमी दुईटा बाँकी हुन्छ है दुईटा सपोज दुईटामा पास भयो सपोज दुईटा तिमी फेल भयो भनेदेखि चाहिँ तिमीसँग अझै 1-1.5 मिनट टाइम हुन्छ त्यो टाइममा तिमीले त्यो पार्ट पढेर तिमीले फेरि एक्जाम दिन मिल्यो नि त इन्टरनली हजुर हो त्यो गर तिमी ठिक छ ल 29 मार्चमा गर इफ मार्चमै भ्याइहाल्यो भने तिमीसँग टाइम पनि टन्न हुन्छ मार्चमा एप्लाई गरिहाल्ने सकारात्मक एप्लाई गर्ने एक महिना तिमीमा म्याक्सिमम 1 महिना तिमी अफर लेटर आउँछ नि त्यहाँबाट एम्बेसीमा उयो गरिदिइहाल्ने हो ठिक छ होइन हजुर ठिक छ समझले ल्याङल्याङ गर्ने भनेको एम्बेसीले हो कि अरू केही प्रब्लम होइन एम्बेसीले चाहिँ अलिकति किनकि मान्छेको रस एकदम धेरै छ जर्मनी आउने सबै हाउस बिल्डिङ यताउता मास्टर्सहरूको आउने एकदमै धेरै रस छ अहिले तिमीहरू गोथेमा हेरेर होला अहिले गोथेमा कति मान्छेहरू हुन्छ राति 12 बजे स्लिपिङ ब्याग लिएर सुत्छन् एक्जाम बुक हान्न अनि के भएको त्यस्तो किन फिजिकली चाहिँ किन गरेको मैले बुझेन त्यो A2 सम्म चाहिँ फिजिकली गरेको अस्ति आमा त्यो राति सुतेर टिकटक बनाएर के थिएन त्यो रातभर चिसोमाटीमा त्यो पुसको जाडोमा सुतेको राम बिचरा अनलाइनै गरे भइहाल्छ त किन त्यसो अनि एउटा कुरा फिजिकल गर्यो भनेदेखि चाहिँ कसरी उनीहरूले सेलेक्ट गर्छ कसले छिटो एप्लाई गर्यो लाइनमा बसाउन लाउँछन् अनि हातमा नम्बर लेखिदिन्छन् कैदी जस्तै अनि एक गर्दै अनि तिराउँदै अनि गरिदिन्छन् अनि जो लास्टमा छ उनीहरूको त पालो आउँदैन त अनि त्यसो भए लास्टमा आउँदैन सिस्टम हो कि अनि त्यो त अनि तर बिल्डिङ चेन्ज गर्न आँटेछ गुठेले यसपालि ठुलो बिल्डिङ कति ट्याक्कै डबल साइज गर्न आँटेछ अब डेटहरू सबै बढ्न आँटेछ एकान्त गुनामा हो र त्यसो भए त ठिक छ त्यसो भए त्यसैले हाम्रो त्यो मेरो शिफ्ट हुन आँटेको नत्र मेरो अप्रिल मिडमै हुन्थ्यो इन्टरनलीबाट पनि होइन ठिक छ तिम्रो डेट त पाइसकेको छौ नि हजुर पाइसकेको छ ए पर्फेक्ट त्यसो भए ल डेट पाइसकेको छ भने त त्यही गर ल त्यही गर त्यत्रो B1 को डेट पाएको यतिकै के त्यो वेस्ट गर्न राम्रो एकदम स्ट्राटेजी राम्रो किनकि त्यो जरुरी छैन कि तिमीले सबै पार्ट एकैचोटिमा पास गर्नुपर्छ भनेर कसैलाई मतलब पनि हुन्न क्या तिमीले पास गरेको छ त्यो चाहिँ मेन कुरो हो कहिले पास गरेको भन्ने कुरा मतलब पनि हुँदैन त्यो फेरि दुईटा सर्टिफिकेट देखाउँदा पनि केही हुँदैन युनिभर्सिटीमा त्यो दुईटा हेरेन लेजेन्डमा एउटामा अर्कोमा स्क्राइब एक्सप्रेसन त्यस्तो केही हुँदैन है
त कुन टाइल सबभन्दा इजिएस्ट हो उयो एक्सप्रेसन हो र एक्सप्रेसन सबभन्दा इजिएस्ट हो, त्यसपछि राइटिङ हो सबभन्दा इजी, किनकि राइटिङ तिमीले युट्युबको जति इमेल छ नि होइन, युट्युबमा तिमीले इमेल सिकाउँछ नि त्यो सबै गरेर गयो भने त्यहीँबाट आउने हो क्या, लाइक अलमोस्ट। अनि तिमीले राइटिङमा प्याटर्न युज गर्ने हो क्या, याद पनि गर्ने होइन, धेरै दिमाग पनि लाउने होइन, जस्तो एउटा प्याटर्न युज गर्ने। जस्तै अब यसलाई इमेल लेख भनेर आयो सपोज होइन, अनि कसलाई इमेल लेखेर आयो भने इमेलको प्याटर्नहरू हुन्छ नि त, टक्क त्यो प्याटर्न याद गर्ने अनि त्यसमा फिलअप गर्ने, टक 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 त्यसरी नै गर्ने। मैले त्यसरी नै पास गरेको। लेजेन्ड चाहिँ अलिक डर लागिरहेछ, ह्योरेन र स्राइभेन अलिक 1 महिना गरौँ भन्नु। यस्तो डराउनै पर्छ भन्ने पनि छैन, मिल्छ, आउँछ। इफ तिम्रो लक पनि हो क्या अनेस्टली भन्ने हो भने। बेला बेलामा यस्तो गाह्रो क्वेसन पर्दिन्छ नि, त्यो गाह्रो क्वेसन आएन, अब भएन, फेल भयो। बेला बेलामा सजिलो क्वेसन पनि हुन्छ। ठिक छ ठिक छ, त्यही गर। त्यसो भए मेन फोकस चाहिँ तिमी अहिलेलाई राइटिङ देऊ, किनकि तिमीसँग टाइम थोरै छ होइन, अनि तिमीले जस्तो राइटिङ र स्पिकिङ तिमीले राम्ररी गर्न सक्छौ। अनि स्पिकिङ राइटिङमा मेन फोकस देऊ, अनि लिसनिङ र ह्योरिङ तिमीले पछि पनि दिन मिल्छ, तर यस्तो भन्न खोजेको होइन कि पढ्दैन पढ। फर्स्ट प्रायोरिटी चाहिँ स्पिकिङ र यसलाई देऊ, अनि त्यसपछि चाहिँ लिसनिङ, अनि त्यसपछि चाहिँ उता रिडिङलाई टाइम देऊ, किनकि रिडिङमा फेल भयो भने पछि दिन मिल्यो, अलिकति टाइम पनि तिमीसँग बढी हुन्छ पढ्नलाई, त्यो गर्दा भयो। ल त्यो ठिक छ। बिपिल के छ, के कस्तो तिम्रो बिपिलको पनि ठिक भयो नि त, अब क्वेसनहरू सबै त्यही होइन त प्लान? तिम्रो त्यही बिटु दिने, केआइटी र लाइप्सिसको लेखेर राख है। हजुर लेखा छु। तिम्रो बिटुको एक्जाम कहिले रे? अप्रिल 11। अप्रिल 11। केआइटी कुन ठाउँमा दिन आँट्या तिमीले? के अरे दिल्ली। तिमीले त डेट पाएनौ कतै? मैले पाइसकेँ। यता पाएन। अनि तिम्रो बिटुको प्रिपरेसन कस्तो छ अहिले? के अरे राम्रै चलिरहेछ। एउटा सरले पढाइराख्नुहुन्छ, के अरे घरमा बसेर, उहाँ चाहिँ जर्मनी हुनुहुन्छ। के अरे अनि बुकहरू हेरिरहेको छु। जिस भन्ने एउटा बुक छ, हो त्यसबाट पढिरहेको छु। अनि ग्रामेटिकको लागि ग्रामेटिक एक्टिभ भन्ने बुक छ, त्यसबाट पढिरहेको छु। अनि भोक्याब चाहिँ आज मैले खोजिरहेको थिएँ, कहाँबाट पढौँ भनेर एउटा एप भेट्टाएको छु मैले। ल्यान्ड गिक भन्ने एउटा एप भेट्टाएको छु म। यहाँ उसमा ग्रुपमा पनि पठाइदिन्छु होइन। त्यसमा चाहिँ A1 A2 B1 B2 को छुट्टा छुट्टै टोटल B2 सम्म जाँदाखेरि 5000वटा वर्डसम्मको उस छ क्या, लाइब्रेरी छ क्या। फ्री रहेछ। यसको पेड भर्जन नि छ, तर पेड भर्जन फ्री भर्जनमा सबै कुराहरू पाइन्छ। पेड भर्जनमा चाहिँ पर्सनलाइज गरेर पढाउँदो रहेछ, लाइक हरेक दिन यतिवटा भोक्याबहरू पढाउने, अनि त्यसपछि फ्ल्यास कार्डहरू दिने गर्दो रहेछ पेड भर्जनमा। फ्री भर्जनमा अरू सब पाइँदो रहेछ। ठिक छ त्यसरी नै गर। भोकाबुलरीहरू पढ, एकदम इम्पोर्टेन्ट छ। ग्रामरमा धेरै फोकस देऊ, किनकि ग्रामर सबभन्दा इम्पोर्टेन्ट हो होइन। यहाँ अफ्रममा आएर पनि सोधिने भनेको ग्रामर हो है धेरै जस्तो। तिम्रो यता गेनेटिभ केसेसहरू, डाटिभ केसेसहरूलाई एकदम राम्रो डिपली गर। अनि प्यासिभ फर्मेसनहरू पनि राम्ररी पढ। त्यो चाहिँ हरेक अफ्रममा आउँछ क्या, प्यासिभ फर्मेसन चाहिँ। प्यासिभमा लाने त बिवान तिमीलाई पढाउँछ राम्ररी त्यो चाहिँ।